नमस्कार साथीहरू, म आज तपाईहरुलाई नेपाल नेशनल बिल्डिङ कोड NBC 205 2024 देखाउन गइरहेको छु र के छ सबै हेरौँ। मिति 2081-021 को नेपाल सरकार मन्त्रीस्तरीय निर्णय अनुसार स्वीकृत र मिति 2081-2028 गते को नेपाल राजपत्रमा सूचना प्रकाशित भनेको छ। यो चाहिँ हामीले यहाँ माटी पनि भन्छ यसलाई चाहिँ। यो माथि हामी फोटो तल जाम के गर्ने यहाँ माटीमा अनुसार डिजाइन कसरी गर्ने के मापदण्डहरू हुन्छ कतिको डन्डी हाल्ने त्यसको लागि जानकारी यसमा हुन्छ। सबैजनाले यो डाउनलोड गरेर गुगलमा सर्च NBC 205 सर्च गरेर हेर्नु होला। मेरो सबै डिटेलमा लेखेको छ। म सरहरूले सर्टकटमा बताउँछु। यो dropping weight method for approximation of SDC भनेको छ। यसलाई हामीले मक्सिङदा अब यो कास्की गण्डकी प्रदेशको हिसाबमा हामीले चाहिँ 150 सोइल बेरिङ क्यापेसिटी 150 चाहिँ हामीले नर्मली 150 राख्नु नेपालमा हो। बिल्डिङ स्ट्रक्चरको यहाँ माटी अनुसार चाहिँ 3 तला फुल बिल्डिङ र अनि स्टेयरकेस कभर मात्र गर्न मिल्छ यहाँ माटी चाहिँ NBC 205 अनुसार। अनि यो याल सेक्सन बनाउँदाखेरि कति बनाउने भन्ने कुरा हामीलाई अलि दुविधा हुन्छ। त्यो पनि हाम्रो चाहिँ कभरेज एरिया सेल नट एक्सिड 1000 स्क्वायर फिट भने यो 1000 स्क्वायर फिट कट्नु भएन। अनि कट्यो भने स्ट्रक्चरल एनालाइसिस गर्नुपर्छ। अनि हजुरको चाहिँ स्क्वायर फिट चाहिँ हजुरको 125 सम्म गर्न पाइन्छ। अनि हजुरको 13.5 स्क्वायर मिटर भनेको छ। त्यो 145 स्क्वायर फिट जति हुन्छ। 4.5 मिटर चाहिँ लम्बाइ गर्न पाइयो म्याक्सिमम। अनि हजुरको यो चाहिँ 0.15A भनेको चाहिँ हजुरको बिल्डिङको चौडाइको चाहिँ 0.15 चाहिँ याल तान्न पाइन्छ। तल मेन डन्डीहरूको बारेमा डिटेलमा अब हजुरको काठमाडौँ ललितपुर भक्तपुर तिमी यसलाई छोड के छ प्रिपरेसन अफ न्युमेरिकल मोडल अफ बिल्डिङ यसलाई छोड्यो। तर एकपालि यो अध्ययन गर्नु होला। कोलम प्लान बाई डाइमेन्सन भनेको 3 मिटर टु 4.5 मिटर चाहिँ हुन्छ। स्टोरी हाइट चाहिँ 3.2 मिटर भनेको छ। 10 फिट राख्नु। म्याक्सिमम चाहिँ 12 मिटरसम्म चाहिँ हाइट जानु मिल्छ भनेको छ। प्लिन्थ लेभल चाहिँ 450 mm म्याक्सिमम एबोभ ग्राउन्ड लेभल भनेको छ। ग्राउन्ड लेभलबाट चाहिँ 445 सेन्टिमिटरसम्म उठाउनु मिल्दो रहेछ। वाल थिकनेस हाफ ब्रिक वाल फर इन्टरनल वाल अनि अप टु फुल ब्रिक वाल फर अल एक्सटर्नल वाल। बाहिरी वाल चाहिँ डबल इटाको गाह्रो र भित्र पार्टिसन वालहरू चाहिँ सिङ्गल इटाको गाह्रो भनेको छ। स्टेयरकेस वाल चाहिँ 9 इन्ची भनेको छ। त्यो अब डबल इटाकै गाह्रो हुनुभयो। अनि क्यान्टिलिभर चाहिँ 1 मिटरसम्म तान्न पाइन्छ भनेको छ। कङ्क्रिट मिक्स चाहिँ M20 को चाहिँ कङ्क्रिट हामीले युज गर्नुपर्छ र रेन्फोर्समेन्ट चाहिँ यापी 500 न्युटन पर mm स्क्वायर हुनु पर्यो मिनिमम पनि। अनि मोटार चाहिँ 1/4 को चाहिँ हजुरको हाफ ब्रिक वाललाई प्रयोग हुन्छ भने अब फुल ब्रिकलाई चाहिँ
1:6 को रेसियो युज गर्न सकिन्छ। ब्रिक मिनिमम चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ चाहिँ 3.5 न्युटन पर एमएम स्क्वायर चाहिँ हुने पर्यो। फाउन्डेसन डिजाइन, द फाउन्डेसन डिजाइन इज डिजाइन, यो छोडिदिनु यसलाई, हामीले बुझ्नु पर्दैन। कङ्क्रिट मिक्स M20 भनेको छ, यो छोड्नु। रेन्फोर्समेन्ट ब्रिक भइहाल्यो, यो डिटेलमा नजाउँ। स्ल्याबको कुरा गरेछ हजुरको। स्ल्याब थिकनेस चाहिँ 6 इन्ची यो स्टेयरकेसको स्ल्याबको लागि, अनि हाम्रो रुफ स्ल्याबको लागि चाहिँ 125 mm मतलब 5 इन्ची, र रेन्फोर्समेन्ट चाहिँ 8 mm को डायमिटर या फिर 500 बार चाहिँ त्यो युज गर्ने भनेको छ। 2 स्टोरी बिल्डिङ फाउन्डेसन भनेको छ, यो छोडिदिउँ। फाउन्डेसनको बारे डिटेलमा तल छ होला। हजुरको कोलम चाहिँ हजुरको के छ भने हजुर यो हजुरको कर्नर कोलम हुने भयो। कर्नर कोलमको फाउन्डेसन चाहिँ एउटा साइजको हुने भयो, अनि चाहिँ हजुरको फेस भनेको चाहिँ हजुरको यो बिचको चाहिँ फेस हुने भयो, र सेन्टरको चाहिँ हजुरको चाहिँ इन्टरियर कोलम चाहिँ यो सेन्टरवाला हुने भयो, र स्टेयरकेस कोलम भनेको चाहिँ यो चारवटा चाहिँ स्टेयरकेस कोलम भयो। स्टेयरकेस यहाँ बस्छ भने, जुन ठाउँमा यहाँ बस्छ भने, यो भागमा बस्छ भने, यो चारवटा चाहिँ स्टेयरकेसको चाहिँ कोलम हुने भयो। अनि फाउन्डेसन चाहिँ हजुरको ग्राउन्ड लेभलबाट चाहिँ 1.5 मिटर चाहिँ तल 1500 mm चाहिँ डाउन फाउन्डेसन खन्नुपर्ने रहेछ। अनि एल इन्टु बी त हजुरको फाउन्डेसन हेरी हुने भयो। अब C1 C2 C3 C4 हुने भयो। अनि यो कोलमको बार चाहिँ हजुरको ल्याब चाहिँ हजुरको 300 mm भनेको चाहिँ 1 फुटको हुने भयो। यो सबै डिटेल चाहिँ हजुरले हेर्नु होला। हजुरको यो चाहिँ प्लिन्थ बिम देखायो। प्लिन्थ टाई बिमको सेक्सनमा चाहिँ हजुरको 3 बार अनि टप एन्ड बटम भनेको 6 बार नै हुने युज गर्नु रहेछ। सेन्टर सेक्सनहरू हेर्नु होला। यो वालको डिटेलहरू देखाएको छ। माथि प्लिन्थ बिम हुन्छ, तल चाहिँ हजुरको ग्राउन्ड लेभलभन्दा कति उठाउने के गर्ने, कति वाल त्यही अनुसार देखाएको छ। हामीले चाहिँ अब हामीले चाहिँ 150 किलोन्युटन पर मिटर स्क्वायर चाहिँ युज गर्नु नर्मल्ली चाहिँ 1.5 चाहिँ लम्बाइ चौडाइ चाहिँ हजुरको कर्नर फेस र इन्टेरियरमा हुँदो रहेछ, र स्टेयरकेसको लागि चाहिँ 1.85 चाहिँ लम्बाइ चौडाइ चाहिँ खन्नुपर्ने रहेछ। फाउन्डेसन थिकनेस भनेको चाहिँ हजुरको 35 सेन्टिमिटर रहेछ, र 12 mm को डन्डी चाहिँ फाउन्डेसनमा चाहिँ 6 इन्चीको ग्यापमा 12 mm डायमिटरको चाहिँ डन्डी युज गर्नुपर्ने रहेछ। आइसोलेटेड फुटिङ यो हामीले युज गर्नु पर्दैन। अनि हजुरको एउटा यो दुई साइड चाहिँ जग्गा टाइट छ भने चाहिँ हजुरको अब यो साइड टाइट वा एक साइड टाइट हुन्छ या दुई साइड टाइट भयो भने चाहिँ हामीले स्ट्र्याप बिम हाल्नु पर्यो। स्ट्र्याप बिम चाहिँ हजुरको यो होरिजेन्टल्ली चाहिँ हाल्नु पर्यो, क्रस हुने गरी चाहिँ हजुरको अरूमा हाल्नु पर्दैन। यहाँ देखाएको छ हजुरको यो स्ट्र्याप बिम भयो। यो कोलम चाहिँ हजुरको C1 C2 C3 C4 को बारेमा डिटेलमा बुझ्नु होला। हजुरको अब मानौँ यो चाहिँ एक साइड टाइट छ भने चाहिँ हामीले चाहिँ त्यसदेखि अरू बिचको सेन्टर पिलरसम्म चाहिँ इन्टेरियर पिलरसम्म चाहिँ हामीले चाहिँ स्ट्र्याप बिम हाल्नु पर्यो, र बिचमा चाहिँ हाम्रो छ भने यसमा चाहिँ स्ट्र्याप बिम हाल्नु परेन, र अर्को साइडमा चाहिँ छ भने चाहिँ स्ट्र्याप बिम चाहिँ युज गर्नुपर्ने हो। देखियो यो चाहिँ फाउन्डेसन छ र बिम हाल्नु पर्ने कसरी हाल्ने यसमा डिटेलमा देखाएको छ प्लेन बिमको बारेमा। यो स्ट्र्याप बिमको सेक्सन देखाएको छ, रिबार डिटेल भनेको छ। यसको रिबार डिटेल यहाँ देखाएको छ। 8 mm को चाहिँ हजुरको 8 mm को चाहिँ 8वटा डन्डी 16 mm को, अनि 6वटा डन्डी 16 mm भनेको
8 र 6 ले 14 वटा डन्डी चाहिँ हाम्रो चाहिँ थ्रो बार चाहिँ जाँदो रहेछ, कन्टिन्युस बार जाँदो रहेछ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 वटा बार। यो स्टार्टिङको चाहिँ सेक्सन भयो। कति साइजको भन्ने कुरो हुन्छ 450 400 350 350 को छ यो चाहिँ डन्डी चाहिँ हाम्रो एउटै लाग्ने रहेछ। कसरी गर्ने यसमा डिटेल छ। हजुरको 150 को युज गरौँ। फुटिङको यो त अघि आइसक्यो। हजुरको स्टेयरकेसको फाउन्डेसनमा चाहिँ हजुरको 12 mm को डन्डी 4 इन्चको ग्यापमा 10 सेन्टीको ग्यापमा चाहिँ राख्नुपर्ने रहेछ, सेन्टर टु सेन्टर डिस्टेन्स। अब कोलुमको बारेमा आयो होला। हाम्रो कर्नर कोलुम चाहिँ C1, फेस कोलुम C2, अनि इन्टर कोलुम चाहिँ C3 र स्टेयरकेस कोलुम चाहिँ C4 सम्झिनु होला। यो हाम्रो आयो बिम डिटेल ल्यापिङ कोलुममा ल्यापिङ कसरी गर्ने भन्ने कुरा चाहिँ यो सेक्सन हेर्नु होला। याली भनेको छ, यो चाहिँ कति के गर्ने, यो चाहिँ हामी कसरी राख्ने भन्ने कुरा चाहिँ अलिक राम्रो ख्याल गर्नु होला। मान्छे कोलुमको यो चाहिँ अब यो फाइनल भयो भने चाहिँ यसरी चाहिँ कोलुमको चाहिँ हाम्रो बिममा घुसाउने, स्ल्याबमा चाहिँ घुसाएर इन्ड गर्नु पर्यो। यो फुटिङबाट माथि गएपछि र कोलुम चाहिँ हजुरको 35 बाई 35 भनेको 14 इन्च बाई 14 इन्चको पिलर बनाउनु भनेर भनेको छ। अब साइज अनुसार आउँछ, कुनमा कस्तो पर्छ भन्ने कुरा हो। अनि जिल्ला अनि कुन पालिकाले कुन युज गर्ने भन्ने चाहिँ हाम्रो तल दिएको छ, अहिले हेरौँ ल। कोलुम सेक्सन कोलुम सेक्सन साइज अफ स्ट्रिप अफ भनेको त 8 mm युज गरिन्छ भने यो यसको डिटेलमा तल हेरौँ ल। डिफरेन्सियल रिभर्स कम्बिनेसन 3 स्टोरी बिल्डिङ भनेको छ। यो हजुरको C1 मा 820, C2 मा 420 416 अनि C3 मा चाहिँ हजुरको 816, C4 मा चाहिँ 416 412 छ। यसको बारेमा अझ डिटेल तल होला। फ्याक्टर जोन भनेको छ हजुरको यो सेस्मिक जोन फ्याक्टर भनेको जोन फ्याक्टर चाहिँ हाम्रो चाहिँ 0.35 छ सेङ्जा केसमा चाहिँ। अब आफ्नो चाहिँ तल हेर्नु होला, तल डिटेलमा लेखेको हुन्छ। यसको यो तल चाहिँ डिटेलमा कुन पालिकाले कुन युज गर्ने यसमै छ। हामीले चाहिँ 0.35 हेरौँ। कोलुम रेन्फोर्समेन्ट डिटेल्स फर 2 स्टोरी बिल्डिङ भनेको छ होइन, 2 तलाको मात्रै हो भने चाहिँ 0.35 को चाहिँ हामीले यो युज गर्न सकिन्छ। 2 तलाको लागि मात्रै हो भने 2 तला र स्टेयरकेस कभर छ भने। C1 भनेको कर्नरको चाहिँ C1 भयो हजुरको 420 416 रहेछ एक पहिलो तलामा। अनि फेस कोलुम चाहिँ C2 भयो, यो चाहिँ 416 412 छ। C3 पनि 416 412 छ र हजुरको स्टेयरकेस कोलुम चाहिँ 420 416 छ। यो त्यसरी पनि अब फर्स्ट फ्लोरमा चाहिँ 816 420 416, 416 412 छ अनि 416 412 अनि 820 छ। अनि स्टेयरकेस कभर चाहिँ 416 412। हाम्रो चाहिँ बिल्डिङ फर्म यो हामीले चाहिँ सेन्जाको केसमा चाहिँ यो युज गर्नुपर्छ र आफ्नो चाहिँ के छ भनेर चाहिँ तल देखाउँछ अहिले। हजुरको 0.4 अघि 0.35 हेऱ्यो यो जोन फ्याक्टर, हजुर 0.4 को छ। यो चाहिँ हेर्नु होला, यो पनि हेर्नु होला। यो चाहिँ 0.35 छ 2 स्टोरी बिल्डिङको लागि चाहिँ कङ्क्रिट त्यही नै हो। यो चाहिँ टाइपल फ्लोर बिम डिटेल अफ 2 स्टोरी बिल्डिङ छ। यो चाहिँ 2 स्टोरी बिल्डिङको लागि चाहिँ बिम स्टेयरकेस बिम 1 बिम 2 बिम 1 बिम अफ स्पान अप टु 3 मिटर
beam of span greater than 3 meter and up to 4.5 meter. Beam of span चाहिँ 3 meter. 3 meter. यो चाहिँ हजुरको सेक्सन अफ प्लेन थिमिङको चाहिँ डिटेल सेक्सन देखाएको छ। प्लेन थिमिङ याल सेक्सन भनेको छ। यो चाहिँ हामीले नक्सामा राख्नुपर्छ सबै डिटेल बनाएर। बिम 1, बिम 2, बिम 3 एलोङ बिम 1 भनेको छ, एलोङ बिम 2 भनेको छ। यसको बिमको डिटेल 250 बाई 355 बिम डेप्थ भनेको छ। बिम वाइड विड्थ चाहिँ 250। यसको डन्डी चाहिँ हजुरको चाहिँ थ्रु बार चाहिँ टप फेस अनि बटम पनि थ्रु बार छ। हजुरको साइज चाहिँ देखाएको रहेन यसमा चाहिँ है। स्टिरियप चाहिँ 8 mm को राख्ने भनेको छ। हजुरको इन सेक्सनमा चाहिँ 4 इन्चको ग्यापमा र मिड सेक्सनमा चाहिँ 6 इन्चकोमा राख्ने भनेको छ। टाइपिकल बिम सेक्सन भनेको छ। यो बिम सेक्सन आयो। यो चाहिँ स्टिरियप डिटेल बुझ्नु पर्ला र यसको डिटेल नक्सा पनि म हजुरहरूलाई बनाएर पछि भिडियोमा आउनेछ र के चाहिन्छ हजुरले कमेन्ट गरेर म हजुरहरूलाई डिटेल दिनेछु। फर्स्ट फ्लोरमा हजुरको बिम रिबार डिस्ट्रिब्युसन टेबल 2 स्टोरी बिल्डिङ 0.25 हामीले 0.35 हेरेर यो चाहिँ 0.35 0.35 भयो। हजुरको फर्स्ट फ्लोरको लागि चाहिँ 250 बाई 355 को चाहिँ हाम्रो चाहिँ साइज बिम साइज हुने भयो। थ्रु बार टप चाहिँ हजुरको 3वटा 12 को जाने भयो। बटम बार 3वटा 12 को जाने भयो। एक्स्ट्रा बार चाहिँ 2वटा जाने भयो 12 को। र थ्रु बार चाहिँ मिडलमा चाहिँ हजुरको के भनेको छ, थ्रु बार चाहिँ 3वटा अनि यो इन सेक्सन 2टा इन सेक्सनमा भयो। यो चाहिँ यसको बारेमा अलि डिटेलमा भनौँ। यो चाहिँ हजुरको मिडल सेक्सनमा चाहिँ हजुरको 12 mm को चाहिँ 3वटा जाँदो रहेछ भने यो कन्टिन्यू जान्छ। यो कन्टिन्यू जाने भयो, यो कन्टिन्यू जाने भयो। यो कन्टिन्यू जाने भयो हजुरको। यो भाग चाहिँ कन्टिन्यू जाने भयो र 2टा एक्स्ट्रा बार लाग्ने भयो अनि टपमा बटममा चाहिँ हजुर कन्टिन्यू जाने भयो। यसरी बिम 1 बिम 2 छ। हजुरको त्यही डन्डीमा त्यति फरक हुँदैन। फर्स्ट फ्लोरको लागि चाहिँ हजुरको एक्स्ट्रा बार लागेको रहेछ 2टा। हजुरको चाहिँ अरू चाहिँ हजुर सेकेन्ड फ्लोर र स्टेयरकेस कभरमा चाहिँ हजुरको एक्स्ट्रा बार छैन। हजुर 3-6वटा बिममा चाहिँ 12 mm डन्डी युज गर्दा हुन्छ। बिम 1 बिम अफ टु 3 मिटर भन्ने बिम 1 र हजुरको चाहिँ 3 मिटरदेखि 4.5 मिटरसम्मको लागि बिम 2 भन्ने। बिम 1 चाहिँ हजुरको 3 मिटरभन्दा सानो भनेको छ। सेन्टर डिस्टेन्स चाहिँ यति मात्रै भनिन्छ। त्यो चाहिँ बिम रिबार डिस्ट्रिब्युसन टेबल फर 2 स्टोरी बिल्डिङ। यो चाहिँ यो छ। यो चाहिँ 0.35 को चाहिँ यो अर्को रहेछ। यसको बारेमा यो क्याटेगोरी डी भनेको छ। हाम्रो के सीमा पर्छ क्याटेगोरी। डिटेल यिनै नै हुन्। यो चाहिँ एकचोटि सर हेर्नु होला र केही बुझ्नु भयो भने कमेन्ट गर्नु होला, म डिटेलमा भनिदिनेछु। हजुरको फाउन्डेसनको बारेमा नि बुझियो। हजुरको कोलम बिम स्ट्राप बिम टाई बिम सबै कुरा चाहिँ पढ्नु भयो। हजुरको कुन कोलमलाई कर्नर कोलम भन्छ, कुन कोलमलाई चाहिँ फेस कोलम भन्छ, कुनलाई इन्टरियर कोलम भन्छ, कुनलाई स्टेयरकेस कोलम भन्छ, त्यसको बारेमा बुझ्नु भएन भने सोध्नु होला, म डिटेलमा भनिदिनेछु।
यो फाउन्डेसनको चाहिँ डिटेल हो हजुरको। अब यो छ 1.5 मिटर चाहिँ हजुरको डाउन जान पर्यो। हजुरको चाहिँ यल इन्टु बी भनेको अब चाहिँ कति आउँछ, अब फेस कोलमको लागि चाहिँ 1.5 इन्टु 1.5 भनेको छ, अनि स्टेयरकेस कोलमको लागि चाहिँ 1.85 इन्टु 1.85 भनेको छ। यो चाहिँ अब याली कति राख्ने हजुरको चाहिँ, अनि स्पेस कति राख्ने, त्यो सबै डिटेलको कुरा डिटेलमा यहाँ देखाएको छ। फेरि हजुरलाई चाहिँ पछि हजुरले अटोक्याडमा चाहिँ नक्सा बनाएर देखाउनेछु, हजुरले कमेन्ट गर्नु होला। प्रिन्ट टाइपिङ अब यो डिटेलमा हेर्नु होला। अब म हजुरहरूलाई यो यो चाहिँ 3 स्टोरी बिल्डिङको लागि, अघि 2 स्टोरी बिल्डिङको लागि थियो, अब 3 स्टोरी बिल्डिङको लागि चाहिँ यहाँ छ हजुरको। यसो चाहिँ फेरि हाम्रो अब 150 छ भने हजुरको यो चाहिँ युज हुने भयो, यो चाहिँ बुझ्नु होला। फाउन्डेसन थिकनेस कति हुने सबै कुरा चाहिँ यसमा भर पर्ने भयो। अब कति स्टोरी बिल्डिङ बनाउने हो त्यसमै फरक पर्ने भयो। यो चाहिँ अब अघिकै कुराहरू रिपिट, यो अघि चाहिँ 2 स्टोरी बिल्डिङ थियो, यो 3 स्टोरी बिल्डिङ हुने भयो। यसको बारेमा चाहिँ हजुरले अब डिटेल चाहिन्छ भने म पछि फेरि जानकारी दिनेछु। 3 स्टोरी बिल्डिङ यसको बारेमा अघिकै कुरा चाहिँ फेरि रिभिजन कुरा हो। प्रिन्ट टाइपिङ यो बारेमा चाहिँ हजुरको एउटा कुरा हजुरको चाहिँ यहाँ हेर्नु, जोन फर्म बटम बार ल्यापिङ भनेको छ। अब यिनीहरू चाहिँ हजुरको पछि नक्सामा देखाउँछु, एटोक्याड नक्सामा देखाउनेछु। यो आयो हजुरको रेन्फोर्समेन्ट डिस्ट्रिब्युसन फ्लोर बिम अफ 3 स्टोरी, 3 स्टोरी र अब 2 स्टोरी। हामीले नर्मली 2 स्टोरी बनाइन्छ, अब 2 तला 3 तला कतिको बनाउने त्यो अनुसार यहाँ डिटेलमा छ, हजुरले हेर्नु होला। अनि नक्सा बनाउँदाखेरि कति तलाको बन्दैछ त्यो चाहिँ हामी घरधनीलाई भनिदिनेछौँ र राम्ररी बुझ्नु होला। कति तला बनाउने हो त्यही अनुसारको हजुरको फरक फाउन्डेसन फरक आउने भयो, कोलमको डन्डीहरू साइजहरू फरक आउने भयो। अब यहाँ तल चाहिँ यो स्ल्याबको बारेमा डिटेल होला। स्ल्याबमा डन्डी कसरी हाल्ने, कति हुन्छ हजुरको 0.25 चाहिँ हजुरको लम्बाइको 0.25 चाहिँ हजुरको यो माथि डन्डी चाहिँ हजुरको 0.25 र हजुरको इन सेक्सनमा 0.15 राखेको हुँदो रहेछ, अनि मिडल सेक्सनमा चाहिँ हजुरको 0.25 चाहिँ राख्नु पर्यो। यहाँ डिटेलमा छ हजुरको कतिको डन्डी राख्ने, हजुरको 8 mm को डन्डी राख्ने भन्ने छ तलमाथि नै। टप बार एक्स्ट्रा बार हजुरको, अनि ल्यापिङ सबै यसो गरेर पछि फिल्मै पनि देखाउनेछु हजुरहरूलाई। अनि हजुरको यो स्टेयरकेसको कुरामा यस्तो भयो के भन्ने, स्टेयरकेसको लागि प्लान लेआउट भयो। हजुरको स्टेयरकेस शैली पनि क्लकवाइज हुन्छ। रेगुलर बिम, ल्यान्डिङ बिम, ल्यान्डिङ बिम पनि बनाउनु हुने छ हाम्रो। ल्यान्डिङ बिम क्रस सेक्सन अफ ल्यान्डिङ बिम चाहिँ हजुरको चाहिँ कतिवटा 6वटा चाहिँ ल्यान्डिङ बिमको चाहिँ 6वटा चाहिँ हजुरको 12 mm को डन्डी राख्ने भनेको छ, त्यो बुझ्नु होला। स्टेयरकेस इन्क्लाइन स्ल्याब डेप्थ भनेको छ हजुर 6 इन्चीको चाहिँ स्ल्याब बनाउनु, इन्क्लाइन स्ल्याब चाहिँ 6 इन्चीको बनाउनु भनेको छ। ट्रेड एन्ड राइजर चाहिँ एज पर बिल्डिङ प्लान भनेको छ। स्टेयरकेस हजुरको कम्तीमा पनि 1050 mm चाहिँ हजुरको चाहिँ विड्थ राख्नुपर्ने भनेको छ, त्यो पनि बुझ्नु होला। अनि यसमा डिटेलमा डन्डी कसरी राख्ने, के राख्ने, कसरी जान्छ यो चाहिँ यहाँ देखाएको छ, हेर्नु होला। कति mm डन्डी युज गर्ने,
हजुरको 12 mm को डन्डी चाहिँ मेन डन्डी चाहिँ 12 mm को युज गर्नु हुने र सेकेन्डरी डन्डी चाहिँ हजुरको 8 mm को युज गर्नु हुने त्यो पनि बुझ्नु होला। स्टडी गर्छु डिटेलमा छ यहाँले। अनि झ्याल राख्दा कसरी राख्ने, भेन्टिलेसन राख्दा कसरी राख्ने, सिल ब्यान्ड कसरी, लिन्टेल ब्यान्ड कसरी राख्ने त्यो पनि डिटेलमा बुझ्नु होला। हाम्रो चाहिँ सेक्सन पनि देखाएको छ। अनि 10 mm को डन्डी 2वटा राख्ने भनेको छ अनि चुरी चाहिँ 8 mm को राख्ने भनेको छ। सेक्सन प्लान बिबी चाहिँ हजुरको रेन्फोर्समेन्ट डिटेल अफ सोलिड वाल भनेको अब यसको बारेमा नक्सामा पछि फिल्मै गरेर हेरौँला। हजुरको केलाई चाहिँ लिन्टेल ब्यान्ड माथि बिम हुन्छ, बिमको हजुरको विन्डोभन्दा माथिको हुनेलाई लिन्टेल ब्यान्ड भन्छ। हजुरको यसमा डन्डी रिबार पनि राखिनेछ। अनि हजुरको विन्डो हुन्छ र रिबार हुन्छ, तल पनि रिबार हुन्छ, सिल ब्यान्ड हुन्छ, तल फेरि बिम हुनेछ। अनि विन्डोको साइडमा पनि हजुरको चाहिँ रिबार राख्नु भनेर देखाएको छ। त्यो अब प्र्याक्टिकल्ली चाहिँ गरिएको हुँदैन। नेपालको केसमा चाहिँ हजुरको कुन लाइनलाई चाहिँ कति जोनमा राखिएको हुन्छ, कुन जोनमा राखिएको हुन्छ भनेर चाहिँ यो डिटेलमा छ। यो हेर्नु होला। 0.25 भनेको चाहिँ हजुरको यो माथिल्लो लाइन चाहिँ हजुर 0.25 मा पर्दो रहेछ। यो हिमाली रेगमा चाहिँ 0.25 भनेर बुझौँ। अनि हाम्रो सेङ्जालाई छुने गरी सिङ्जालाई थोरै छुँदो रहेछ। हजुरको बागलुङ हुँदै यो सिङ्जाभन्दा माथि कास्की पोखरा हुँदै जाने लाइन चाहिँ 0.3 जोनमा जाँदो रहेछ। जोन फ्याक्टर चाहिँ 0.3 हुँदो रहेछ। अनि हाम्रो सेङ्जा जिल्ला छुने यो लाइन चाहिँ हजुरको छ हजुरको 0.35 जोन फ्याक्टर चाहिँ यो लाइन छ। हजुरको योभन्दा तल्लो लाइन छ हजुरको 0.4 को लाइन छ। अनि यो त्यसरी नै छुट्याएको छ। यो राम्रो बुझ्नु होला। यसको बारेमा डिटेल कुन जिल्ला र कुन हजुरको यसमा डिटेलमा छ हजुरको बुझ्नु। अछाम, अर्घाखाँची, बागलुङ भनेर छ। अब हामीले सेङ्जा जिल्लामा जाँदा सेङ्जा जिल्ला चारकोट नगरपालिका कतिमा पर्छ त भनेर हेरौँ न। हजुर यहीँ होला, तल होला सेङ्जा। यो चापाकोट नगरपालिका छ हजुर। चापाकोट नगरपालिकाको चाहिँ 0.35 यसरी नै हेर्नु होला। अब यसको डिटेलमा के लेखेको छ पढौँ। नेपाल राजपत्र, नेपाल मणिराम गोपाल। धन्यवाद साथीहरूलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। र हजुर के सहयोग चाहिन्छ कमेन्ट गर्नु होला। हजुरलाई सहयोग गर्न अपेक्षा राख्दछु। धन्यवाद।